हेलो साथीहरू, तपाईहरु कस्तो हुनुहुन्छ? आई होप तपाईहरुको दिन राम्रै भयो होला। हेर्नुस्, आज मैले यहाँ लुगाहरू भर्खरै धोएर अब एकछिन रेस्ट गर्छु। खानाहरू पनि पाकिसक्यो र आजको के छ भने तपाईहरुलाई म देखाउँछु। हाम्रोमा च्याउ हुँदैछ, च्याउ देखाउँछु ल। यहाँ हेर्नुस्, हाम्रोमा भर्खरै सानो भर्खरै उम्रिँदैछ। यो च्याउ हुँदैछ। यो चाहिँ हाम्रो बयरको गाछको जरा हो। यसैमा अस्तिको साल पनि भएको थियो, अन्त यो साल पनि हेर्नु न सानो हुँदैछ। खुसी लागिरहेछ, घरको च्याउ खानु पाउँदैछ भनेर छेउमा भइरहेछ। साइडमा यहाँ हेर्नुहोस् न। अन्त हाम्रो कुखुराहरू अहिले 2टा मात्रै छ। देशनले गर्दा हाम्रो कति 35वटा कुखुरा थियो, सबै मर्यो। अहिले 2टा मात्रै छ। र हाम्रो घरको आजको दिन यस्तो भएको छ। घाम लागिरहेको छ अहिले फिलहाल हो। मेरो हस्बेन्ड काम गर्नुहुँदैछ ल्यापटपमा। र आजको पूजाहरू पनि गरियो र भित्र देखाउँदैछ है। हाम्रो घर यस्तो छ, हेर्नुहोस्। हाम्रो घर यस्तो छ। यो चाहिँ हाम्रो बोजू आमाको रुम हो, मेरो सासू आमाको रुम हो। त सासू आमा बित्नु भयो, त अहिले यहाँ कोही पनि अहिले बस्दैन। जो आउँछ तब ऊ बस्छ। अन्त यो चाहिँ सिटिङ रुम भयो। यो चाहिँ सिटिङ रुम हो। अन्त हेर्नु साथीहरू, म त पर्दाहरू पनि यसरी बनाउँछु, यसरी बुन्छु पनि म। यो वालमा बुन्छु यसरी हो। यसरी सोकेसमा पनि यसरी बुन्छु। हेर्नुहोस्, यस्तो गरेर बुन्छु म, यसरी गरेर बुन्छु। अन्त यो चाहिँ हाम्रो रुम हो। हेर्नुहोस्, यो हाम्रो रुम हो। यो हाम्रो रुम छ। म अहिले एकछिनमा काम सकेर म आज नर्सरी जान्छु। यही हाम्रो जेठाजुको नर्सरी छ, त्यहाँ जान्छु। र त्यहाँ गएर अलिकति काम छ। त्यहाँको अलिकति तपाईँहरूलाई थुङ्गाहरू भर्नु छ, बिजनहरू सार्नु छ। म त्यहाँ गएपछि हजुरहरूलाई म त्यहाँको भ्यूहरू देखाउँछु नि है। कन्टिन्यू बसिराख्नुहोस् ल। यहाँ हेर्नुहोस् साथीहरू, हाम्रो यहाँ नर्सरी छ जेठाजुको। यहाँ मैले पूजाको फुल लिन आएको छु। यहाँ हेर्नुहोस् कस्तो मजाको छ। यहाँ हेर्नुहोस्, यो हाम्रो सबै नर्सरी हो तपाईँहरूलाई। यहाँ हेर्नुहोस्, यो हाम्रो सबै नर्सरी हो। कस्तो मतलब एक प्रकारको नेचर क्या। यहाँ हेर्नुहोस्, यस्तो फुलहरू बिक्री हुन्छ यता हाम्रो जेठाजुहरूकोमा। हेर्नुहोस्, यस्तो फुलहरू हुन्छ। यहाँ हेर्नुहोस्, यहाँ फुल लिँदैछु, पूजाको लागि फुल लिँदैछु। ला झऱ्यो। यहाँ हाम्रो काम गर्ने अङ्कल हुनुहुन्छ यहाँको। हाम्रो नर्सरी हो। यो फुल चाहिँ नयाँ कलेक्सन आएको। मेरो फुपू बसिराख्नु भएको छ, काम गर्नुहुँदैछ। राधे राधे। यहाँ हाम्रो काम चल्दैछ यता। यसरी बिचमा हाल्नुपर्छ। आयो हौ, झन्डै लड्यो। हेर्नुहोस्, यसरी बिचमा आएको छ हाम्रो त। यसरी काटेर यो सानो प्लास्टिकलाई निकाल्नुपर्छ। यसरी निकालेर अन्त प्याकेटमा, ठुलो प्याकेटमा हाल्नुपर्छ। यहाँ हाम्रो माछा चिज है। अहिले मैले पूजाको फुल लिएको छु। सो आज पूजा गर्नुहोस्। हाम्रो यहाँ गौशाला पनि छ हो। यहाँ हेर्नुहोस् न, हाम्रो गाईहरू यहाँ छ। यसको नाम चाहिँ चन्द्रिका हो। अन्त पर यसको नाम चाहिँ बुनुमा हो। यसको नाम हो। अन्त यसको नाम चाहिँ मङ्गली हो।
अन्त यो फुच्ची यो चाहिँ यसको नानी हो। यसको नाम चाहिँ हो बुथुनी। आइ बुथुनी 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 नमस्ते भन्दै, नमस्ते बुथुनी भन्दै, छिटो छिटो बुथुनी बुथुनी नमस्ते नमस्ते भन्दै। म चाहिँ यिनीहरूलाई चाहिँ यो सबैलाई चाहिँ पूजा गरिसकेपछि रोटी दिन्छु यिनीहरूलाई। अहिले एकछिन म यिनीहरूलाई छोड्नुपर्छ। ए चन्द्रिका चन्द्रिका फर वाचिङ। यसरी हाम्रो साथ दिने राख्नुहोस् होला।